खोलाको बाटो चाहिँ जाउँ हो र ल ल पक पक टासिस तपाईँलाई चाहिँ मैले लैजाउँ के हो डेटिङ छत्तरीको केटा छ कि छैन केटा मेरो इन्सपेक्टर तपाईँलाई पुलिसमा थुल्दैछ लेफ्ट हो ल कता यता हो यता तपाईँहरू हो हजुर त्यही त उता जानुपर्ने पाटो होइन दुईजना जानुपर्ने कि एकजना ए दुईजना लैदिउँ भनेर चढौँ चढ्नु पर्ने एकै ठाउँमा जाने हो तपाईँहरू हजुर एकै ठाउँमा जाने हो होइन छुट्टै छुट्टै हो पर्खेको नि उसले मलाई हो र उहाँ चाहिँ कता जाने हो र हजुर उहाँ चाहिँ कहाँ जाने थियो र उहाँ यता नजिकै उहाँ त उसको दाइ ल्याउनु आउनु भएको थियो कि ए उहाँको दाइ लिन आउनु भएको हजुर ए तपाईँलाई चाहिँ लिन आएनन् कोही पनि हजुर तपाईँलाई चाहिँ लिन आउने दाइहरू छैनन् दाइ म त एक्लै हो अनि कता कता दाइ आओस् न ए तपाईँ एक्लै पो हो कहाँ छ र दाइ चाहिँ अनि हजुर दाइ चाहिँ कहाँ छ त अनि दाइ दाइ छैन कि म सिङ्गल हो ए सिङ्गल हो तपाईँ त्यस्तो पो हो कुरा भाइ दाइ अङ्कल ए अङ्कल अरे बाबा मम्मी नि बाबा मम्मी बाबा मम्मी मम्मी उता बाहिर हुनुहुन्छ बाबा उता उता डाइरेक्टमा ब्यारेकमा अँ ए अनि एक्लै हो घरमा तपाईँ ए उयो मान्छे पनि छ भाडामा बस्नेहरू पनि छ ए घर चाहिँ त्यहाँ हो तपाईँको घर धाबाखेल हो अहिले जानु आँटेको दिदी भेनाकोमा ए तपाईँ यता खोलाको बाटो थाहा छ हजुर खोलाको बाटो थाहा छ थाहा छैन नि तपाईँलाई थाहा छ मलाई अँ 70% जति थाहा छ 70 भनेको चाहिँ कति हो 70% थाहा छ होइन 70% भनेको त त्यहाँ खोलाबाट निस्केर उहाँ पुग्दासम्म त 70% होला त्यति होला बाटो होइन म त त्यस्तो साह्रो पनि थाहा छैन अलिअलि म भन्छु न उयोबाट यता तपाईँ 70 म 30 है त ल साँच्ची अब यहाँबाट यताले यताबाट त धेरै उता पुगिन्छ नि फेरि पुग्दैन यता छिटो हुन्छ कि उता कति जाम हुन्छ यहीँसम्म मात्रै है त यहाँदेखि यता होइन नि यहीँ अगाडिसम्म चाहिँ सिधा जाउँ अँ अनि त्यहाँबाट म 30% तपाईँलाई घुमाउँछु नि हो अनि फेरि उता मेन रोड चाहिँ नजाने जे होस् खोलाको बाटो चाहिँ जाउँ हो र ल ल खत्रै हो ल मलाई थाहा छैन पक पक टासिस ल दाइ होइन के हो तपाईँले झुट बोल्नु भएको त दाइ होइन हो मलाई मात्र सुटुका भन्नु त दाइ भन्थ्यो अब ए तपाईँलाई नि फिक्स चाहिँ छैन दाइ भनेर हजुर दाइ हो उसको भनेर फिक्स चाहिँ छैन ए तपाईँलाई खोइ अब हामी सबैले त दाइ हो भन्थ्यो हो र झुट बोल्यो अनि तपाईँ के थरी हो मगर हो राई राई हो अघि मेरो साथी चाहिँ मगर हो ए ऊ चाहिँ हेर्दाखेरि पो राई जस्तो देखिन्छ हजुर तपाईँको साथी चाहिँ हेर्दाखेरि राई जस्तो देखिन्छ ए मगर हो तर साट्नु न तपाईँहरू मिल्दैन तपाईँ चाहिँ मगर बन्नु उसलाई चाहिँ राई बनाउनु न हुँदैन मलाई मगर मन पर्दैन हो र अनि साथी रहेछ तपाईँको मगर फेरि साथी मात्रै हो ऊ मात्रै हो मगरहरू सबै राई हो हो र तपाईँ कुन चाहिँ राई हो म चामलिङ राई आम्मा खतरा रहेछ त चामलिङ राई भनेर दामी हुन्छ त मान्छेहरू कति वर्ष पुग्नुभयो तपाईँ हजुर कति वर्ष पुग्नुभयो 22 ए भर्खर हो भर्खरको हो तपाईँ पनि होइन
Fuck, Tassis! Fuck, Tassis! Fuck! पछि पछि गइदिने हो क्या दुईजनाले Fuck! कल अगाडि लान्छ भिडियो बनाइन्छ बिचरा त्यो दाइ पनि कन्फ्युज होला पठाउवाला आयो कि त्यसको बोयफ्रेन्ड आयो भनेर हामी पनि यतैबाट जाने हो यतैबाट गइदिने हामी पनि कहाँ जाँदो रहेछ हेर्नलाई उता कहाँ जान्छ कहाँ जान्छ नि हामी त खुला छोराको बाटो जाने हो त्यही कहाँ जाँदो रहेछ हेर्ने गएर हेर्नुहुन्छ भने भन्नु है म त लगाइदिन्छु सँगसँगै हामी कहाँ हिँडेको होला यसरी बतासेर खोइ कहाँ पुग्छ यो बाटो थाहा छैन तपाईँलाई यो बाटो थाहा छैन तपाईँलाई थाहा छैन त्यो तपाईँलाई किडन्याप हान्ने होला नि मैले तपाईँ केटा छ कि छैन मेरो को छैन केटा छ कि छैन केटा मेरो इन्सपेक्टर तपाईँलाई पुलिसमा थुन्दैछ हजुर छ नि इन्सपेक्टर हो र बोयफ्रेन्ड भन्नुभएको होइन तपाईँलाई थुनिदिन्छ नि जेलमा कहाँको इन्सपेक्टर हो तपाईँको केटा तपाईँको इन्सपेक्टर कहाँको हो कुन ठाउँको यतै बौद्धको यतै बौद्धको हो पक्रिस एकै ठाउँ जानु लाग्छ तपाईँहरू फोटो खिच्नु जान आँटेको हो क्या कता उता हजुर कता जानु लाग्यो फोटो खिच्न जाने भन्दै थियो यिनीहरू कता गयो डेटिङ गयो होला हो र तपाईँलाई चाहिँ मैले लैजाउँ के हो डेटिङ छत्तरी केही छैन तपाईँ केटा भयो नि केही फरक पर्दैन एकछिन चिया डेटिङ जाँदा त केही फरक पर्दैन नि त तपाईँलाई थुनिदिन्छ के डराएर हुन्छ त डराएर हुन्छ त अनि डराउनु परेन त त्यस्तो डराउनुसँग त माया गर्ने नै होइन नि अनि कसरी चाहिँ बोयफ्रेन्ड भयो भने चाहिँ अरूसँग डेटिङ जान्छ हो मान्छेहरू ल के फरक पर्छ त साथीसँग जानु हुँदैन तपाईँ ल त्यस्तो बोयफ्रेन्ड काम गरिन्छ त्यसो भए छोडिदिनु म छु तपाईँको लागि अनि कति वर्ष भयो तपाईँको लभ परेको 2 वर्ष भइसक्यो ए इन्सपेक्टरसँग लभ गर्ने चाहिँ तपाईँको मुटु चाहिँ खत्रै रहेछ भनेको इन्सपेक्टरसँग लभ गर्ने आँट चाहिँ खत्रै रहेछ भनेको ऊ इन्सपेक्टर नभएदेखि लभ परेको हो कि हाम्रो यो फेरि बाले फेरि सरकारी जागिर खाने केटा नै खोज भने होला नि त होइन त्यस्तो नआयो हाम्रो उयो के भन्छ अरे त्यस्तो हुन्न त्यस्तो हुन्न न भन्दा मेरो बाजेहरू युके लाउडेसँग गराइदिइहाल्नुहुन्छ नि हो र भनेपछि गफ दिनुभयो तपाईँको बोयफ्रेन्ड के अरे तपाईँ केटा इन्सपेक्टर भनेर फोटो देखाउनु हजुर फोटो देखाउनु नै भयो फेरि अहिले देखिहाल्यो भने पनि बाटोतिर कतै देखिहाल्यो भने नि ला मैले यो मान्छे केटी जिस्काएको थिएँ भनेर सोचिन्छ क्या जिस्काउनु त पाइन्छ होला नि त कि त्यो नि पाइँदैन खोइ त्यो तपाईँ जे गर्नु मन लाग्छ त्यही गर्नु है मेरो फेरि कस्तो भन्दाखेरि जिस्काउने बानी छ क्या सबैजनालाई त नै कोही कोहीलाई यसले जिस्कायो भनेर फेरि केस हालिदिनु होला मलाई आएर च्याप समाउँछ फेरि हामी त काम गर्ने मान्छे तनाव हुन्छ फेरि त्यस्तो साह्रो नै छैन है
खोलाको बाटो कता हो यतै हो नि होइन को चाहिँ खोलाको बाटो कता हो यतै हो नि होइन यही बाटो हो नि हो ल ल यसै गरिराखौँ हजुर देख्नु यताको बाटो कस्तो फ्री हुन्छ न जाम हुन्छ न ट्राफिक हुन्छ यहाँ पर चाहिँ हुनसक्छ मेबी तपाईँ केटा नि यतैतिर होला नि फेरि हजुर तपाईँ केटाको नि यतैतिर ड्युटी पऱ्यो होला नि फेरि छुट्टी हो ए छुट्टी छ ए छुट्टीमा त अनि डेटिङ जानु पऱ्यो नि त नि उसको अनि त्यहाँनिर चाहिँ कसले गरिदिन्छ काम अनि छुट्टी मात्रै भएर घरमा थपक्कै बसिराख्ने र अफिसमा काम गरेको जस्तो हो र अनि तपाईँ चाहिँ के गर्नुहुन्छ काम गर्नुहुन्छ कि गर्नुहुन्न त मम्मी यो गेममा हुनुहुन्छ होइन होइन तपाईँले चाहिँ काम गर्नुहुन्छ कि नै मगर मेरो सासूले तपाईँले चाहिँ काम गर्नुहुन्छ कि नै भनेको ए म त के को काम गर्नु यतिकै हल्लेर हिँडेको हुन त हो के काम गर्नु पऱ्यो र अब गाडी लाउडे मम्मी युके होइन होइन उयो के भन्छ अरे तपाईँले काम काम के गर्नु काम गर्छु त नि म घरको हो र भात पकाउने कोठा सफा गर्ने भाँडा धुने ए त्यो कति ठुलो काम हो भनेपछि कुरा त्यस्तो वा कति छिटो घर आइपुग्यो घर आइपुग्यो अब त्यहीँ त हो नि 5 मिनट अनि तपाईँले 70% बाटो थाहा छ भन्नुभएको थियो खोइ त नि 70% अनि तपाईँले आफै लेखेको गर्नु भयो नि त नि कता हो भनेर सोध्नु भएन नि त नि ए हो त्यसरी सोध्नु पर्ने हो सोधेको भए भनिदिन्थेँ अयो कता हो भन्नु त कता हो यहाँबाट अब यता कता कता लेफ्ट लेफ्ट हो ल कता यता हो यता अबुई कता हो लेफ्ट हो यता होइन सिधा हो यसरी चाहिँ थाहा हुन्छ होला होइन यसरी चाहिँ थाहा हुन्छ होला नि बाटो थाहा छैन यो मान्छेलाई भनेर म त यहाँ रोकेर एकछिन सोध्न लगाइरहेको थिएँ अब रोकिदिन्छ भनेर तपाईँलाई सोध्न लगाइरहेको थिएँ तपाईँलाई कतिको गफ गर्न आउँछ भनेर सोध्न लगाइरहेको थिएँ फेरि सबै खुलिहालेछ क्या आज त कस्तो क्लियर डाँडा नै देखिरहेको जाने हो त घुम्न अयो के फरक पर्छ र हामीसँग त जानलाई के फरक पर्छ र अनि हिजो पनि गएर पैसा लिन्छ भनेर हो पैसा लिँदिनँ हो म होइन अनि कति 3 दिनै घुम्यो हिजो नै घुमेरै आएको कता उता फुलचौकीतिर कता फुलचौकीतिर ए उता नि जानुहुन्छ तपाईँ अनि मान्छे टाढा टाढा कति मान्छे एडभेन्चर ओ एडभेन्चर चाहिँ गर्नुहुन्छ तपाईँले यहाँबाट बाटो नभन्ने तपाईँ अनि मलाई अनि यताबाट पनि जानु हुन्छ यताबाट अब हो त्यसरी भन्नु न बाटै नभनिदिने 70% मलाई भन्दा धेरै बाटो थाहा भएको मान्छेले नभनिदिँदा त अनि म त उताबाट लाने हो तपाईँ र म त फेरि आज नै फुलचोकी पुग्ला होइन केही छैन त्यो टाढामा केही छैन ल लालीगुराँस हेर्नु गएको त 2-3वटा मात्रै छ बोटमा पनि मलाई भन्नुपर्छ नि म लैजान्छु नि तपाईँलाई लाली गुराँसै गुराँस पाउने ठाउँमा ल ल लैजा जाने हो म लैजान्छु ल ल के भयो त नि तपाईँलाई म लगेर लिएर आइदिइहाल्छु धेरै टाढा त होइन तर भरे के गर्नु ल्याउनु भएन भने त्यहाँ मलाई बेचिदिनु भयो भने लगेर यदि राम्रो मान्छेलाई कसले बेच्छ बिहा गर्ने हो चिजो बेचेर भरे म त त्यहाँनिर हराइपठाएको भने के गर्नु हराउनु न हौ म एकैछिन उतै पुगेर आउँछु ल भनेर अभि फिल्ममा जस्तै तपाईँ 21 सेन्चुरीमा आएर फिल्ममा जस्तै हराउने कुरा गर्नुहुन्छ यार अनि
फिल्मतिर जस्तै अनि तपाईँको केटा नै इन्सपेक्टरले अनि मलाई डर हुँदैन मेरो त ज्यानको माया लाग्दैन मलाई लो अनि तपाईँले कसरी अनि म तपाईँलाई चिन्दिनँ पनि अनि ल चिन्नको लागि अनि मलाई चाहिन्छ त म अनलाइनमा छु अलरेडी ल हो भने अफलाइन बोकेको भए चाहिँ डराउनु पर्थ्यो बाटो चाहिँ छैन होला बाटो छैन कि आइरहेछ त अनि त्यतै घर आएको होला नि तपाईँ अनलाइन हिँड्नु भएको छ अनि किन डराउनु पर्यो हौ अनलाइनमा त के हुन्छ त अब तपाईँको डिटेल यतिले हुन्छ त लो कहाँ म इन्डियाबाट भागेर आएको जस्तो देख्छु क्या नेपाली मान्छेहरूले पनि कति बेच्छ अरे ए हो दोलखा भ्याउँछन् कि जाए अरे तपाईँको नाम चाहिँ के हो नि गेस गर्नु त फुल जस्तै हुनुहुन्छ फुलमाया हो के हो हजुर फुल जस्तै हुनुहुन्छ हेर्दा फुलमाया हो के अब मेरो यो सानोको नाम चाहिँ हो ए खतरा मिलाइदियो त मैले त के हो फुलमाया कुमारी कस्तो कसले राखिदिएको नाम हो यस्तो फुलमाया कुमारी मेरो बाजेले नि हो र भनेपछि तपाईँको बाजुसँग मैले सङ्गत गरेछु कि हो नाम त ट्याक्कै थाहा पाइदिएन मैले होला फुलमाया कुमारी ज्यूको बोयफ्रेन्ड छ भन्दाखेरि चाहिँ मलाई कस्तो विश्वासै लागिरहेको छैन यार विश्वास गर्दैन कसैले पनि अनि छैन भन्छु म मलाई पनि छैन जस्तो लागिरहेको छ तर तपाईँले ढालिरहनु भएको म पनि त छैन जस्तो लाग्छ तर छ ए भनेपछि कुरा एउटै हो छैन जस्तो लाग्छ तर छ छैन तर छ र फर्स्ट लभ हो क्या तपाईँको अनि जे फर्स्ट लभ हो क्या ट्रु होला होइन ए होइन त्यसो भए त गफै दिनु भएको रहेछ मलाई अनि कहाँ फर्स्ट हो त कति हो सेकेन्ड भयो नभन्नु म फेरि यार अन द रेकर्ड छु क्या फेरि होइन मेरो स्कुलमा थियो कि एउटा अनि कलेजमा थियो कि अनि अब सक्यो। अब अहिले एउटा भइहाल्यो अनि अब एउटा पठाउ बनाउँ न ठिकै हुन्छ। ए के छ विचार भन्नु त म हेरेँ भनिहाल्छु नि किन हेर्नु पर्यो र म्याप ए हो ए साँच्ची त मैले बिर्सिरहेको हौ कस्तो यस्तो म बोलेको गर्छु पुतुर पुतुर को बोलेको म अँ ए के भन्नुभएको थियो फेरि भन्नु त एकचोटि म भनिहाल्छु नि त बोल्दैछु पुतुर पुतुर भनेको ए फेरि भन्नु त एकचोटि लास्टवाला वर्ड चाहिँ खतरा लाग्यो क्या मलाई फेरि भन्नु न एकचोटि म बोल्दै हाल्छु त पुतुर पुतुर ए लेफ्ट जस रमाइलो लाग्यो तपाईँसँग गफ गर्न पाउँदा सधैँ यस्तै आइपुग्यो अब म त खाना खान्छु सुत्तिहाल्छु कहाँ यहाँ घरमा नि हौ यहाँबाट घर गएर मलाई बुक गर्नु है फेरि यहाँबाट घर जाँदिनँ हो र जानु पऱ्यो भने भन्नु न कहाँ हो तपाईँ भन्नु म आइहाल्छु एकतालमा अनि यहाँदेखि राइट यहाँबाट राइट तर गफ चाहिँ कडा दिनु रहेछ तपाईँले म गफ होइन मलाई कति बोल्नुहुन्छ भन्छ हो र अनि यस्तो मान्छेहरू त पढ्दैन त नि हामीसँग बोल्ने मान्छेहरू पढ्यो भने त कति धेरै कन्टेन्ट हुन्छ होला म त के भन्छ अरे बिहान बेला बेलामा तपाईँलाई नै कन्ट्र्याक्टिभ गरेर बोलाउनु पर्ला जस्तो हो भोलि होइन कि हाम्रो फुर्सद शुक्रबार चाहिँ हो ल शुक्रबार त्यो के भन्छ अरे फ्राइडे लेख्नु खोज्नु भएको उहाँले मन्डे लेखि पठाउनु भएको हो के ल गाइजहरू
फ्राइडे भनेको छु ल मैले फुटसल हेर त्यहाँनिर मन्डे होइन ओ फुटबल नि खेल्नुहुन्छ तपाईँले फुटसल खेल्छु ए भनेपछि तपाईँले के जाने भन्दाखेरि त आउनु हामी त हेर्नु ढल्छ होला हजुर शुक्रबार हेर्न आउनु भएपछि पार्टी गोल्ड पोस्ट फुटसल हो र कहाँनिर हो कति मजा हुन्छ अब लेफ्टै लेफ्ट अब बोलाउनु भयो भने आउनु पर्ला नत्र भने आउँदैन आउनु न नि तपाईँ केटा नि आउने होला अनि तपाईँ केटाले फेरि लखटिहाल्छ नि मलाई मेरो केटालाई म नआइज भन्छु ए हो र कुरा उनीहरू त्यहाँसम्म पनि फुटसल हुन्छ